नमस्कार, म प्रकाश कपाली। अहिले म पब्लिक सवालका चेयरम्यान ज्यूसँग चाहिँ भेट्न आएको छु। हजुरको संक्षिप्तमा परिचय दिनुहोस् न। मेरो नाम लक्ष्मीप्रसाद नेपाली हो। मेरो घर बाजुरा हो। म पत्रकारिता गर्ने मान्छे र पत्रकारिताको विद्यार्थी पनि। म पब्लिक सवालको चेयरम्यान लगायत अन्य मिडियाहरूमा पनि म काम गर्छु। अनि हजुरले पत्रकारिताको यात्रा चाहिँ कहिलेदेखि सुरु गर्नुभयो? मेरो पत्रकारिताको यात्राको कुरा गर्ने भने म त तकरिबन 12 वर्षदेखि नै सुरु गरेको हो। म गाउँमा रेडियो कार्यक्रम चलाएर रेडियोहरूमा कार्यक्रमहरू गर्ने, बाल बालिका सम्बन्धी कार्यक्रमहरू गर्ने, त्यो भएका हुनाले मैले 12-13 वर्षदेखि नै सुरु गरेको हो। सुरुमा चाहिँ हजुरले कुन रेडियोबाट चाहिँ सुरुवात गर्नुभएको हजुरको पत्रकारिताको यात्रा? यसो अनुभवहरू केही बताइदिनुहोस् न। मैले गाउँमा त रेडियोहरू बाजुरामा भएका स्थानीय रेडियोहरूबाट सुरु गरेँ। त्यहाँ अब थुप्रै रेडियोहरू थिए। अनि त्यसपछि आएर म निरन्तर रेडियोहरू सुन्ने पनि गर्थेँ र त्यसपछि आएर मैले सुरुमा बाल अधिकार सम्बन्धी कुराहरू गरिरहँदाखेरि मैले बाल क्लब सुरु गरेका थिएँ। म बाल क्लबको अध्यक्ष भएँ। अनि त्यो अध्यक्ष भइरहँदाखेरि बाल अधिकारको विषयमा कुरा गर्नु पर्यो। यो बाल अधिकारको विषयमा अगाडि केही कुराहरू अगाडि बढाउनु पर्यो। समाजमा जनचेतनाहरू सिर्जना गर्नु फैलाउनु पर्यो। अनि बाजुरा त दुर्गम ठाउँ छ नि त, त्यहाँ त अहिले पनि स्कुल लगाउने, स्कुल के गर्ने, छोराछोरीलाई कसरी पढाउने, कसरी हुर्काउने, अब त्यहाँ कुपोषणको भयावह स्थिति हुन्छ। त्यो कुपोषणबाट बच्चा बच्चीहरूलाई कसरी जोगाउने भन्ने विषयमा मान्छेहरू त्यति सचेत थिएन। अब मेरो बच्चा दुब्लायो के गर्ने होला भन्ने थियो। त्यो दुब्लाउनुको कारण के हो भन्ने कुरा मान्छेलाई थाहा थिएन। अनि छोराछोरी ठुलो भयो, गाई चराउन जाने, बाख्रा चराउन जाने, भैँस चराउन जाने परिस्थिति थियो। त्यसलाई चाहिँ स्कुलमा लिएर कलेजमा स्कुल जानुपर्छ है, भर्ना गर्नुपर्छ, त्यो भन्ने खालको जनचेतना सिर्जना गर्नु थियो। त्यसका लागि मैले थुप्रैमा काम गरेको छु। तपाईँ त्यस्तो विकट ठाउँमा होइन पत्रकारिता सुरु गर्नुभयो। अनि त्यो बेला हजुरले त कतिपय अवस्थामा त यहाँ यो राजधानी केन्द्रितै कतिपय पत्रकारहरूले पत्रकारिता गर्न पाउँदाखेरि कतिपय पत्रकारहरूले तलब नपाउने अवस्था छ, कतिपय भौगोलिक समस्या छ, आर्थिक समस्या छ भन्छ। अब त्यहाँबाट तपाईँले पत्रकारिता सुरु गर्दाखेरि चाहिँ तपाईँले चाहिँ भोग्नु परेका चुनौतीहरू चाहिँ के हो त? तपाईँले यस्तो हेर्नुहोस्, म प्रोफेसनल रूपमा त्यतिखेर म पत्रकारका रूपमा थिइनँ, म एउटा अभियन्ताका रूपमा थिएँ। आफै बालक, बालबालिका बालक हुँदा पनि बाल अधिकारका लागि, बालबालिकाहरूको अधिकारका लागि, उनीहरूको हकका लागि, उनीहरूको हितका लागि, त्यतिखेर भन्दाखेरि त आफ्ना हकका लागि, आफ्ना हितका लागि भन्ने थियो नि त। त्यो भएका हुनाले त्यहाँ त्यति मैले चुनौतीहरू यस्तो केही झेल्नु पर्ने कुरा थिएन। अब झेल्दाखेरि त अब तपाईँको बाटोमा हिँडेर जाऊ, नयाँ जाऊ, त्यहाँबाट होइन बोल, केही कुराहरू रिसर्च गर, त्यो त हुने नै भयो। तर मेरो मुख्य गरी पत्रकारिता काठमाडौँ आएपछि सुरु भयो। अनि यहाँको पत्रकारिता चाहिँ कस्तो भइरहेको छ र यहाँ चाहिँ काठमाडौँमा चाहिँ हुन्छ नि पत्रकारिता गर्दाखेरि यहाँहरूले देख्नुभएको अवसर र चुनौतीहरू चाहिँ के हुन्छ त? यस्तो हुन्छ साथी, हेर्नुहोस्, काठमाडौँ आएर थुप्रै ठाउँमा मैले काम गरेको छु। अनलाइन मिडियाहरूमा गरेँ, प्रिन्ट मिडियाहरूमा गरेँ, अनि तपाईँको चाहिँ अनलाइन भन्दा पनि युट्युबहरूमा पनि गरेँ, मैले बोल्ने काम गरेँ। त्यसपछि म अब रिपोर्टर्स क्लब जस्तो संस्थामा जोडिएँ, त्यहाँ मैले काम गरेँ, रिपोर्टरको रूपमा काम गरेँ। त्यसपछि म नेपाली रेडियो नेटवर्कमा काम गरेँ, त्यसपछि प्राइम टिभीमा काम गरेँ। सबै ठाउँमा काम गरिरहँदाखेरि मैले विभिन्न ठाउँमा विभिन्न खालका भूमिकाहरू निर्वाह गरेँ। कतै रिपोर्टरको रूपमा काम गरेँ, म बिचमा माउन्टेन टिभीमा पनि काम गरेँ, अरू सानातिना थुप्रै मिडियाहरूमा काम गरेको छु र त्यसमा चाहिँ विभिन्न ठाउँमा विभिन्न भूमिकामा काम गरेको छु। अब त्यो म रिपोर्टरको रूपमा हेर्दाखेरि फरक देखिन्छ। त्यसपछि आएर तपाईँको एउटा गेस्टहरू म्यानेज गर्ने, गेस्ट व्यवस्थापन गर्ने, आजको अतिथि को हुन्छ, आजको इस्यु के हुन्छ भन्ने विषयमा कुरा गर्नुपर्छ। त्यसपछि म आफै एउटा संस्थाको 2080 सालबाट मैले एउटा संस्था क्रिएट गरेँ, पब्लिक सवाल भन्ने मिडिया। त्यो संस्थाको चेयरम्यानका रूपमा पनि मैले काम गरेँ। यो गर्दाखेरि विभिन्न ठाउँमा विभिन्न भूमिकामा रहँदा विभिन्न खालका चुनौतीहरू छन्। ती चुनौतीहरू फरक फरक खालका छन्। अब त्यो भएका हुनाले अब तपाईँले सोध्न खोजिरहेको विषय चाहिँ के हो? मलाई रिपोर्टरका रूपमा मैले मेरो अनुभव सुन्न चाहनुहुन्छ कि, या मैले एउटा कार्यक्रम व्यवस्थापकको रूपमा मेरो कुरा सुन्न चाहनुहुन्छ, या म तपाईँको कुनै मिडियाको चेयरम्यानको रूपमा मेरो कुराहरू सुन्न चाहनुहुन्छ? हजुरले चाहिँ अब जुन किसिमले कुरा गरिरहनु भएको छ,
अब मेन कुरा भनेको पत्रकारिता सुरु गर्दाखेरि त हजुरले त रिपोर्टरै भएर सुरु गर्नुभयो। त्यसैले गर्दाखेरि चाहिँ तपाईँले रिपोर्टिङ गर्दाखेरि चाहिँ के कस्ता कठिनाइहरू भोग्नु? रिपोर्टिङ गर्दाखेरि यस्तो हुन्छ हेर्नुहोस्, रिपोर्टिङमा एउटा रिपोर्ट तयार गर्नका लागि सबैभन्दा पहिला आफूले कन्सेप्ट बनाउनुपर्छ। आज समाजमा कस्तो खालका कुराहरू के भइरहेको छ, अब त्यो पनि रिपोर्टिङका पनि विभिन्न प्रकारहरू छन्। त्यसमा कसले पोलिटिकल गर्ने हो कि आर्थिक रूपमा गर्ने हो कि या तपाईँको चाहिँ सामाजिक गर्ने हो कि अर्को सांस्कृतिक मा जाने हो कि भन्ने हुन्छ। मैले त सबै रिपोर्टिङमा म गएको छु, हरेक धारमा मैले रिपोर्टिङ गरेको छु, तर मैले सबैभन्दा बढी चाहिँ राजनीतिक रिपोर्टिङलाई बढी चासोका साथ मैले गरेँ। राजनीतिक रिपोर्टको विषयमा गरिरहँदाखेरि आजको मुख्य विषयवस्तु के हो, आज पोलिटिकल पार्टीहरूले के गरिरहेका छन्, सरकारमा के हुनुपर्थ्यो के हुन सकिरहेको छैन, यी सबै कुराको अध्ययन गरिसकेपछि एउटा विषय छनौट गर्नुपर्दछ। त्यो विषय छनौट गरिसकेपछि त्यस विषयसँग सम्बन्धित अब स्टोरी बनाउनु पर्ने हुन्छ। अब त्यसका लागि सुरुमा चाहिँ स्टोरी बनाउनका लागि आफूले कन्सेप्ट त तयार गर्नु पर्यो। त्यसका लागि अनि हाम्रो टिभीमा जानुहुन्छ भने अब टिभीको एउटा तपाईँको चाहिँ न्युज तपाईँको चिफ सहितको रिपोर्टरहरूको मिटिङ हुन्छ। रिपोर्टर, त्यहाँको न्युज चिफ, डेस्क चिफ, त्योहरू सबैको हुन्छ र त्यहाँ सल्लाह गर्दाखेरि आज कसले के विषयमा रिपोर्टिङ गर्ने भन्ने कुरा हुन्छ। अब मैले चाहिँ आज यो विषयमा रिपोर्टिङ गर्छु। ल, अहिले काङ्ग्रेसको विषयमा हल्ला भइरहेको छ, जस्तै महाधिवेशन भइरहेको थियो त्यतिखेर। कङ्ग्रेसको महाधिवेशनको भइरहेको बेला म काङ्ग्रेसको महाधिवेशनको विषयमा कुरा रिपोर्टिङ गर्छु, के भइरहेछ अब भनेर गर्ने हो। त्यो गरिरहँदाखेरि अब कहाँ जाने त भन्दा त्यसमा त चुनौतीहरू कस्ता आइरहेछन् भन्ने कुरा अब आउँछ बल्ल। अब त्यहाँ गर्दाखेरि अब विभिन्न खालका अब यो संस्थाले चाहिँ त्यसको म्यानेज गरिदिनुपर्छ। गाडीदेखि क्यामेराको तपाईँको चाहिँ त्यो ट्राइपोडदेखि होइन क्यामेराम्यानसम्म संस्थाले गर्ला, त्यो ठाउँसम्म पुग्ने होला। पुग्नका लागि विभिन्न कठिनाइ त बाटोमा भइ नै हाले। त्यसपछि त्यहाँ गइसकेपछि आफ्नो इस्यु अनुसारको त्यो आफूले एक खालको सोचिरहेको छ, त्यस अनुसारको त्यो अध्ययन सहितको त्यही अनुसारको मान्छे, बोलिदिने मान्छे चाहिन्छ। अब त्यहाँ गएर सोध्ने हो तपाईँले के गर्नुभयो, यहाँ के भइरहेको छ होइन, तपाईँ महाधिवेशनमा अब सभापति कसलाई बनाउनुहुन्छ होइन, त्यसको नेतृत्व कस्तो हुन्छ, तपाईँका अब यो तपाईँको सिद्धान्त अनुसार तपाईँले तपाईँको पार्टीले कसरी अगाडि बढाउन सक्नुहुन्छ भन्ने खालका यावत कुराहरूमा हामीले सोध्ने हो। एजेन्डा तपाईँहरूका के छन्, यी सबै कुरा हरेक विषयको फरक फरक हुन्छ। हेर्नुहोस्, पोलिटिकल पार्टीको या पोलिटिकल रिपोर्टिङमा पनि सोधिसकेपछि आफूलाई चाहिएको कुरा जे हो र समाजलाई चाहिएको कुरा जे हो, आजको रिपोर्टिङको मकसद जे हो, त्यस अनुसारका प्रश्न गर्ने र त्यही अनुसारका चाहिँ उत्तरहरू ल्याउने र त्यहाँ एउटा स्टोरी तयार गर्नुपर्छ। त्यसपछि स्टोरीको बिचमा उहाँहरूको बाइट हाल्नुपर्छ, त्यसलाई प्रुफ त गर्नु पऱ्यो नि त। अनि उहाँले बोल्नुभयो, फलानाले यसो भन्नुभयो भन्ने छ, अनि भनेको नदेखायो भने त त्यो भएन। अनि उहाँले भनेको पनि देखाउनु पर्यो। अनि त्यो भएका कारणले चुनौतीहरू छन्। तर अब एउटा पत्रकारितामै भविष्य खोजिरहेको मान्छे, त्यसलाई प्यासनका रूपमा लिइरहेको मान्छेले त्यसलाई एउटा मजाको रूपमा, एकदमै आनन्दको रूपमा लिने रहेछ। मलाई त त्यति तपाईँको रिपोर्टिङ गर्दाखेरि पनि भयावह स्थिति छ, दुःख हुन्छ भन्ने लागेन मलाई। जे कुरामा पनि आज चाहिँ केही कुरामा त्यसको उत्तर खोज्नका लागि म मुकुस हुन्छ होइन, अगाडि नै आज यस विषयमा कसरी खोज्ने होला, कसलाई गएर जान्ने होला भनेर एउटा कुराका लागि 3-4 जनासँग प्रतिक्रिया दिने, 4-5 जनासँग बुझ्ने, त्यसपछि त्यसको निचोडमा पुग्ने अनि त्यो बनाउने मलाई आनन्द आउँथ्यो। जति धेरै सङ्घर्ष गर्नु पऱ्यो नि त्यति नै आनन्द आउँछ। अब म अन्तिम प्रश्नमा आइरहेको छु। अब जो भाइ बहिनीहरू, हामीभन्दा पछिल्ला पुस्ताका भाइ बहिनीहरू जो पत्रकार बन्न चाहनुहुन्छ, उहाँहरूलाई चाहिँ तपाईँ चाहिँ के सुझाव दिन चाहनुहुन्छ? अब यस्तो हुन्छ हेर्नुहोस्, तपाईँ हामीले गरिरहेको कुराले के दिन्छ भने कि सबै कुरा छर्लङ्ग देखाएको छैन। हामीले पत्रकारिताको सबै चित्रलाई एकैचोटि हामी 5 मिनटको इस्युमा हामीले देखाउन सक्दैनौँ। तर संक्षिप्तमा भन्नुपर्दा पत्रकारिता त्यस्तो एकदमै केही पनि गर्न नसक्नेहरूले गर्ने पेसा हो भन्ने खालको अहिले भाष्य सिर्जना भइरहेको छ। मान्छेहरूले तिनीहरूलाई हेर्ने एउटा ध्येयको भावना सुरु भएको छ। त्यो हुनुको कारण के हो त भन्दा हरेक मान्छे यो कसैको चाकरी गर्ने, झ्यालबिसी गर्ने है, अनि इमान्दारितालाई छोडेर पत्रकारिताको इथिक्स हुन्छ
मान्छे मोरल हुनुपर्छ, प्रोफेसनल हुनुपर्छ, मान्छे इथिकल हुनुपर्छ भन्छ क्या। त्यसमा चाहिँ नलाग्ने र विभिन्न खालका चाहिँ सङ्घ सङ्गठनको नेतृत्वमा जाने, सङ्घ सङ्गठनका पछाडि लाग्ने यस्ता मान्छेहरूका कारणले गर्दा होइन, कसैसँग सम्बन्ध भयो उनीहरूसँग विभिन्न खालको आश गर्ने होइन, ब्ल्याकमेलिङ गर्ने, यी खालका प्रभावहरू हाम्रो देशमा छन्। त्यस कारणले पनि पत्रकारिता पेसाप्रति मान्छेहरूको रुझान अलिक कम भएको देख्छ। अर्को चाहिँ तपाईँको चाहिँ पत्रकारितामा इमान्दार मान्छेले काम गरिरहेको छ तर संस्था भयावह स्थितिमा छ, त्यहाँबाट राम्रो तलब दिन सक्दैन कि समयमा तलब आउँदैन कि भन्ने खालको चिन्ता र डर पनि छ क्या मान्छेमा। अनि त्यस कारणले पनि नगर्ने जस्तो देखिन्छ। तर प्रोफेसनल रूपमा लाग्ने हो भने मान्छे मोरल हुने, मान्छे इथिकल हुने र मान्छे प्रोफेसनल हुने हो र यस पेसामा प्यासनका साथ जे काम गर्छ नि त्यसमा मजा लिन जाने भने यो पेसा एकदमै आनन्दको पेसा छ। हेर्नुहोस्, एकदमै मजा आउँछ। म त आज तपाईँको म काठमाडौँ आएको करिबन बाजुराबाट काठमाडौँ आएको 7 वर्ष हुन लागेको छ, 7-8 वर्ष भयो। त मलाई त्यो समय कतिखेर बित्यो थाहै छैन, कतै छैन है, आनन्द आउँछ। तर यो रमाइलो पेसा छ र रमाइलो भनिरहँदाखेरि यसमा हेर्नुहोस्, गर्नका लागि हरेक विषयवस्तुको ज्ञान चाहिन्छ, अनिवार्य अध्ययन चाहिन्छ, हरेक मान्छेसँग बोल्न सक्ने, उनीहरूको मनोभावलाई बुझेर आफ्नो इस्युहरूलाई तयार गरेर त्यसअनुसार त्यो भित्र खोतलेर नयाँ कुराहरू ल्याउन सक्ने, त्यो आफूले जे काम गरेछ त्यही कामलाई न्याय दिन सक्ने आफ्नो क्यापासिटी चाहिँ डेभलप गरेर आउनुपर्दछ। त्यसमा त्यसरी आउनुभयो भने यो पेसा असाध्यै राम्रो छ। त्यो आउनुहुन्छ, यस पेसालाई तपाईँको प्रोफेसनल रूपमा अगाडि बढाउनुहुन्छ भने राम्रो ठाउँ हो। हेर्नुहोस्, हजुरले समय दिनुभयो, हजुर त्यसको लागि हजुरलाई धेरै धेरै धन्यवाद। थ्याङ्क यू। तपाईँले पनि मेरो प्रतिक्रिया दिने प्रयत्न गर्नुभयो, प्रतिक्रिया दिनुभयो यहाँ आएर है, यसका लागि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब आगामी दिनमा पनि यसका जटिलता, समस्या, सम्भावना, चुनौतीका बारेमा हामी कुरा गरौँला। तर यो पेसा हेर्नुहोस् एउटा मर्यादित पेसा हो। यसले होल तपाईँको चाहिँ राज्यलाई गाइड गर्ने एउटा मुख्य पेसाको रूपमा लिन्छु। हेर्नुहोस्, पत्रकारितालाई हामीले बोलेका कुरा, हामीले भनेका कुरा, हामीले गरेका न्युजहरूले नै समाजले त्यहीलाई फलो गर्ने हो र त्यही अनुसार समाज अगाडि बढ्ने हो। हामीले अहिलेको पछिल्लो पत्रकारिताले सकारात्मक ऊर्जा प्रवाह गर्न अलिक कम गरेको हो कि जस्तो महसुस भइरहेको छ। सकारात्मक ऊर्जा प्रवाह गर्ने पत्रकारिता अब सुरु गर्नुपर्छ, त्यसलाई चाहिँ लिनुपर्छ, मान्छे इमान्दारिताका साथ लाग्नुपर्छ भन्ने म सन्देश दिँदै तपाईँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू। दर्शकवृन्द नमस्कार, कार्यक्रम पब्लिक सवालमा स्वागत छ। म लक्ष्मी प्रसाद नेउपाने। कार्यक्रम पब्लिक सवाल इमान्दार नागरिकको राज्यप्रतिको इच्छे प्रश्न हो। तर आज नागरिकहरू समस्यामा छन्, विश्व सङ्कटमा गइरहेको छ। नेपाल पनि त्यो सङ्कटबाट अछुतो हुन सकिरहेको छैन।